वालिङ नगरपालिका वडा नम्बर 10 ढोकालडाँडाका रुखमागत ढोकालको बाख्रा पालन यात्रा सङ्घर्ष र सफलताको प्रेरणादायी उदाहरण हो। 20 वर्ष विदेश बसेपछि स्वदेश फर्केर उनले 21वटा बाख्राबाट व्यवसाय सुरु गरे। नमस्ते, म रुखमागत ढकाल, वालिङ नगरपालिका वडा नम्बर 10 गौरवकालिका व्यावसायिक बाख्रा पालन फर्म। मैले विगत 8 वर्षदेखि व्यावसायिक रूपबाट बाख्रा पालन गर्दै आएको। तर एक रात आगलागी हुँदा फार्ममा ठुलो क्षति भयो र वर्षौंको मेहनत गुमेझै भयो। त्यसपछि पनि हार नमानी उनले वालिङ नगरपालिकाको तालिम, कृषि सामग्री र 2 लाख रुपियाँ अनुदानको सहयोगले फेरि नयाँ सुरुवात गरे। अहिले मसँग खरीमा बोएर क्रस गरेर लगभग 95-100वटा जति बाख्रा छ। रुखमागतले बाख्रा पालनबाट राम्रो आम्दानी गरेको र तिनै बाख्राको मल बिक्री गरेर मासिक 30,000 रुपियाँ आम्दानी गर्दै आएका छन्। रुखमागतको यो कथाले दृढ सङ्कल्प, निरन्तर मेहनत र आत्मविश्वासले असफलतालाई सफलतामा बदल्न सकिन्छ भनेर देखाउँछ।